गाइज वेलकम टु माई भ्लग होइन। आज चाहिँ बिहान बिहानै उठेँ होइन। आज चाहिँ टक्क लाएर कपाल काट्न र त्यहाँनिर हल्का मेरो फुपूले चाहिँ मलाई चाहिँ स्निकर्स खान मनलाई पठाइदिए भनेर भन्नुभएको थियो होइन। त्यही भएर आज चाहिँ त्यो स्निकर्स पनि किन्न पऱ्यो। अनि त्यसपछि कपाल पनि काट्न पऱ्यो भने कपाल यस्तो भइसक्यो। अनि त्यही भएर चाहिँ अब बिहानै उठेर चाहिँ फ्रेस भएँ, फ्राइड राइस बनाएँ होइन। फ्राइड राइस विथ फेरि एभोकाडो। अब के बोले फ्राइड राइस विथ एभोकाडो बनायो। त्यसपछि चाहिँ अब यहाँ टक्क जाँदैछ। टक्क झरी परेछ, यस्तो झरी परेछ, यस्तो पानी परेछ है, देख्न सक्नुहुन्छ नि तपाईँहरूले होइन। सही पानी परेछ। म चाहिँ यहाँनिर छु चिलमा। अब गएर कपाल सपाल काटेर आएर अनि त्यसपछि उसमा जानु पऱ्यो। अनि भन्नाले पहिला सुरु चाहिँ उसले जानु पऱ्यो, चक्लेट किन जानु पऱ्यो। डिएफओ भन्ने हुन्छ होइन। त्यहाँनिर चाहिँ हल्का मालहरू पनि सस्तोमा हुन्छ है। सस्तो मालहरू पाउँछ त्यहाँनिर चाहिँ। त्यही भएर त्यो चाहिँ टक्क लिएर त्यहाँनिर गएर अब हेरौँ के अब किन्दिनँ त धेरै कुरा किनिदिनु मन थियो होइन। किन्दिनँ त अब लुगासुगा किनेर पठाइदिनु मन थियो घरको मान्छेहरूलाई पनि। अब पैसा छैन यार, जम्मा 100 रुपियाँ त नभएन, जस 185 चाहिँ छ, $185 छ एकाउन्टमा। अब चक्लेटै किन्यो भने पनि सकिन्छ। अब 50-60 रुपियाँ सकिन्छ, थाहा भएको कुरो। अब अर्को केही किन्ने पैसा छैन कि, तनाव छ यार। मासलाई अस्ट्रेलिया भन्ने मात्रै भ्याइन्छ यो पैसा नभएर तनाव छ गाइज यार। अब चाहिँ निस्किन लाग्यो यहाँबाट म। लिसी हेरौँ के हुन्छ होइन। त्यहाँदेखि गएर अब केही किन्ने मन लाग्यो भने चाहिँ जस एकाउन्ट माइनसमा गयो पनि केही हुँदैन भनेर चाहिँ त्यो अलिकति इन्ट्रेस्ट पर्छ भन्ने मात्रै हो। अब लिसी हेरेर मन पऱ्यो भने चाहिँ केही कुरा किनेर पठाइदिनु पऱ्यो। अब तपाईँहरूले बोर्ड देख्नु भइसक्यो होइन। डिएफओ भनेको चाहिँ डाइरेक्ट कस्तो डगर आएको भ्याइन्छ। डिएफओ भनेको चाहिँ डाइरेक्ट फ्याक्ट्री आउटफिट हो कि के होला होइन। मलाई जहाँसम्म लाग्छ आउटलेट होला। आउको चाहिँ अब आउटफिट भनेको त आउटफिट भयो, उस भयो। आउटलेट भनेको चाहिँ डाइरेक्ट आउने के होला है। अब पक्का पनि खालि पनि थाहा छैन के हो होइन। यही हो बोर्ड त्यहीँ छ हो, तपाईँले देख्न सक्नुहुन्छ होइन। यो चाहिँ तपाईँको अब त्यो फ्याक्ट्रीबाट सिधै आउँछ। अनि त्यो मालहरू चाहिँ त्यस्तो विधि चाहिँ राम्रो चाहिँ हुँदैन त्यही पनि होइन। डिएफओ यहाँ चाहिँ अब बल्कमा आउँछ। बल्कमा तर राम्रो पनि राम्रो कुनै सामानहरू राम्रो हुन्छ, कुनै सामानहरू चाहिँ सिटी हुन्छ क्या, त्यस्तो होइन। अब बल्कमा आउने सबै चाहिँ यहाँनिर सबै ब्रान्डहरू उसहरू हुन्छ। अब यहाँ जाँदैछु होइन। खाना भयो यतापट्टि यता जस्तो लाग्छ मलाई, जस्तो लाग्दाखेरि इन्ट्री हुने चाहिँ होइन। यस्तो छ है। अब यहाँ टक्कर यस्तो छ है। सबै कुराहरू चाहिँ होइन यी छ होइन। अब यहाँ चाहिँ त्यस्तो छ है। केटीहरू पनि चक छ, सबैजना चक छ। अब यहाँनिर पोलोतिर छिर्नु पर्ला, पोलोतिर होइन। पोलोतिर छिरेर यसो महँगो त लास्टै हुन्छ ब्रदर। अनि मेकअप भिडियो थ्याङ्क यू सो मच। यस्तै छ होइन। यहाँनिर सामानहरू दामी यस्तो दामी भन्दा नि महँगो लास्टै महँगो हुन्छ। पोलो त छुनै सक्दैन यार। छुयो कि पोल्यो हो यसलाई त, छुयो कि पोल्यो हो। यस्तो खतरा छ सामानहरू चाहिँ। सबले मलाई हेर्छ भिडियो बनाउनु दिन्छ किन थाहा नै छैन। यहाँनिर यस्तो छ। ज्याकेटहरू पनि दामी छ यार। ज्याकेटहरू पनि यार यस्तो दामी छ। पैसा पनि लास्टै महँगो लाग्यो यसको, जहाँसम्म लाग्छ 300 रुपियाँ यार यसलाई यार। कहाँ सक्छ यार। यसको झन् छुइ नसक्ने होला प्राइज। दामी रहेछ झन् त। एउटा त दिनुपर्ने हो। 4 वर्ष भइसक्यो अहिलेसम्म एउटा ज्याकेट नै किनेको छैन यार। 5 वर्ष भयो यार। 650 रुपियाँ त्यसको यार। यसको प्राइस 650 रुपियाँ। अहिलेसम्म एउटा किनेको छैन अस्ट्रेलिया आएकोदेखि यार। ज्याकेट एउटा ज्याकेट नै किनेको छैन यार। किन्न पर्ने हो होइन। यस्तो छ होइन पसलहरू। अर्को पसल भन्दाखेरि लुगाहरू अर्को दामी लागेको ज्याकेट यो रहेछ होइन। यसलाई पनि पैसा चाहिँ यत्रो के 550 कि 180 भन्दा छैन गोजीमा। 550 कहाँबाट लिएर दिने यार यसलाई यार। है यस्तो दामी छ यार लुगा चाहिँ। थ्याङ्क यू ब्रदर होइन। मलाई यो पोलोले चाहिँ छुने बित्तिकै पोल्यो। मैले सकेन हेर्नलाई पनि, छुन त के मैले हेर्न पनि सकेन। 500-600 भन्दा मुनिको त जग्गै छैन यार। के हो यस्तो यार। आमामा 500-600 फक अफ के हो यस्तो।
500-600को यार 500-600को भन्दा त ज्याकेटै छैन क्या कहाँबाट हुन्छ त नि यार 500को ज्याकेट हालेर एउटा ज्याकेट लाउन त कहाँबाट सकिन्छ यार हे जति नै वर्ष बसे पनि सकिँदैन हो 500-600 रुपियाँ हालेको त लाउनलाई यार लास्टै महँगो यार अब यहाँ चक्लेट पसल यहाँ अब चक्लेट पसल यतातिर छ होइन यहाँ अगाडि छ जस्तो लाग्छ त्यहाँनिर गएर टक्क भएर चक्लेट किन्न पर्ने हो म सोचिरहेछु सोध्न चाहिँ अब लेसी हेरौँ के हुन्छ होइन अब टक्क मान्छेहरू यस्तो छ है सबै सर र आउने जाने गरेर छ आज स्याटरडे भएर नि यस्तो बिडी चाहिँ उस्तै नरहेछ क्या नत्र नर्मली अरू बेलामा चाहिँ आज खास पानी नि परेको भएर होला त्यस्तो भयो होइन नत्र नर्मली चाहिँ मान्छे लास्टै बिजी हुन्छ क्या होइन डिएफओमा लास्टै धेरै मान्छे हुन्छ स्याटरडे सन्डे चाहिँ सबै छुट्टी हुन्छ नि त त्यही भएर लास्टै धेरै मान्छे हुन्छ आज चाहिँ अलिक कमै रहेछ लिएर राम्री त गइहाल्यो नि साइडबाटै के हो त यो त पुरै मरद छ त मरद छ त के हो मरद छ त त्यहाँनिर त यार सही हो गाह्रो छ सपिङ सेन्टरमा पुरै म अल्दर सोध्दै हिँड्छु मलाई बाल ढोकेका कन मेहुडन सङ्कडन दामी छ होइन दामी छ सही हो चक्लेट पसल चाहिँ गर्दा हो कपाल पनि चिलाउनु लाग्यो कपाल काटेर नुहाउनु पर्ने हो कपाल छैन क्या डिएफओमा कपाल काटेर नुहाउनु पनि हुनुपर्ने जस्तो लाग्थ्यो मलाई जसमा लाग्दाखेरि हुन चाहिँ पर्ने हो कति छ त लुगाहरू सब सेलमा छ डिएफओमा सब सेलमा हुन्छ है चारैतिर सेल छ सबैतिर सेल यहाँभित्र नि सेल यतातिर नि सेल भन्ने पैसा हान्ने हो पुरै पैसा धुत्ने हो यता गर उता गर मान्छेलाई त्यो भड्काउने मात्रै फाइनली यहाँ चाहिँ अब चक्लेट पसलमा आइपुग्यो है चक्लेट पसल दामी डेकोरेट गरेर राखेको छ होइन यतापट्टि त्यस्तो छ दामी छ अब यहाँ चाहिँ स्निकर्स मलाई स्निकर्स पठाइदियो मलाई स्निकर्स भनेर भनेको थियो स्निकर्स पठाइदिनु पऱ्यो भनेर सोचिरहेको छु स्निकर्स खोइ त स्निकर्स कस्तो छ स्निकर्स आमा के बित्ति महँगो 55 रे यसलाई तिनवटालाई 12 अरे चाहिँ फ्लेभर हेरी रहेछ होइन यो चाहिँ लिनु पर्ला तिनवटालाई 12 एउटा दुईवटा भयो यो भयो तिनवटा भयो त्यो पनि महँगो गाई ज्याएर त कहाँ सक्छ त नि यसरी किन्न त यार यसरी त अनि त मान्छे त ठाडै भइहाल्छ नि ठाडै यत्रो छ यार तिमीलाई कुन मन पऱ्यो कस्तो लाने त त्यो त स्निकर्स भनेको है त स्निकर्स होइन त्यो स्निकर्स कस्तो त स्निकर्स भनेको के हो ल यार लास्टमा त मलाई स्निकर्स भनेको थाहा नरहेछ यार यो त स्निकर्स होइन नि त केटा गाइज स्निकर्स चाहिँ होइन भनेर भनिदियो यार यो त यार लास्टमा त यार लाग्ने मान्छेले अर्कै आयो मैले अर्कै बुझ्यो कमेडी भयो त यार गाइज यार स्निकर्स चाहिँ होइन अरे त्यो यार स्निकर्स गाइज स्निकर्स चाहिँ होइन अरे यार त्यो यार म त यार लाएर निस्केर त्यहाँबाट यार त्यहाँबाट निस्केर फेरि अर्कै पसलमा जानु पऱ्यो भनेर सोचिरहेको छु भर्खरै मैले जुन चाहिँ ट्राई गरेको थिएँ त्यो ज्याकेट यस्तो वान अफ द बेस्ट रहेछ यार वान अफ द बेस्ट तर प्राइस चाहिँ 300 रहेछ होइन त्यो प्राइस चाहिँ 300 रहेछ मसँग चाहिँ अब पैसा छैन क्या पैसा थिएन भने पनि मैले अघि नै भनिहालेँ त्यो 180 भन्ने छैन मसँग भनेर अब त्यही पनि अब म अर्को रेट किन्छु त्यसको लागि चाहिँ रेडी भएर बस्छ गाइड होइन म किन्छु त्यसको भिडियो पनि हाल्छु त्यसको भ्लग पनि हाल्छु हेर त्यो चाहिँ म्याकट्याग होइन म्याकट्याग चाहिँ यहाँनिर अस्ट्रेलियन ब्रान्ड हो त्यो चाहिँ दामी छ दामी होइन राम्रो ब्रान्ड हो यहाँनिरको त्यही हो गाइज भर्खरै काठमाडौँ छिरेको थिएँ होइन मादा चाहिँ भेन्चतलाई म भिडियो बनाउँछु एउटा भिडियो बनाऊँ भनेर भनेको थिएँ भिडियो बनाउनु दिइरह यार साला भने किन्नु त किनेन जे भयो नि यसो एकछिन चेक गरेँ अब के कुन किन्ने सबै लाउँदा सबैले काठमाडौँको लाउँछ होइन ज्याकेटहरू
म्याकप्याक किन्ने कि म्याकप्याक किन्ने कि काठमाडौँ किन्ने भन्ने सोचमा थियो। अब त्यही भएर चाहिँ होइन अब एउटा चाहिँ अहिले चाहिँ होइन जोस् अब जुन लाग्ने बित्तिकै किन्ने नेक्स्ट विक अथवा अर्को विकतिर भनेर सोचेको अरे त्यही थियो होइन। अब त्यस्तै भयो, भिडियो चाहिँ बनाउँदैन। सही हो, यस्तै छ सही हो। भिडियो लामो हुन्छ जस्तो लागेर होइन यहाँनिर छिरेको भिडियो चाहिँ बनाएन, चेक गरेको भिडियो पनि ल फाइनली एउटा यो सानो उस चाहिँ किन्यो हाइनेक भनेर के भनौँ होइन 50,000मा आएर रहेछ सस्तोमा हो त्यो एउटा चाहिँ किनियो फाइनली। अब लिसी चक्लेट किन्ने भनेर आउन चाहिँ चक्लेट चाहिँ महँगो लाग्छ, त्यही महँगो रहेछ। पिलाई भन्दा नि महँगो पऱ्यो क्या चक्लेट ल्याएर, त्यही भएर तनाव भयो क्या यार। अब स्टिकर सोचमा अन्त्य जानुपर्ने भयो होइन गाइज होइन। त्यही हो अब यहीँ छ, यस्तै भएर चाहिँ यो एउटा चाहिँ लियो आएको बेलामा किन्न छोड्ने भनेर होइन। यस्तै छ ल फाइनली अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यौँ होइन। किन्न चाहिँ एउटा मात्रै किन्यो, यस्तै भयो। कपाल पनि काट्ने ठाउँ नरहेछ, त्यसपछि भएन भनेर चक्लेट पनि लास्टै महँगो भयो यार। त्यो चाहिने भन्दा बेसी महँगो भयो कि एउटा सानो बक्स 38,000 चाहिँ कहाँबाट हुन्छ यार। त्यही भएर त्यो पनि लिएन होइन। अब चाहिँ त्यही कोल्समै जानु पऱ्यो, कोल्सबाटै लिइदिनु पऱ्यो भनेर सोचिरहेको छु, त्यहीँबाट लिइदिनु पऱ्यो। अब चाहिँ हामी एउटा निस्केको है त गाइज होइन। यस्तै छ लेसी सिक्युरिटी गार्डहरू यस्तरी गाडी यस्तरी आइरहेछ निस्केको। अब चाहिँ यहाँबाट हामी गाइज होइन। अब चाहिँ यहाँ कोल्स आइपुग्यो, कोल्सबाट स्निकर छोड्नुपर्ने हुन्छ। गाडी लक गरेन, गाडी लक गरेछु। कोल्स होइन कोल्स भयो। कोल्स अब यहाँनिर भिडियो बनाउनु दिनु नदिने अघि त्यो उसमा त भिडियो बनाउनु दिएको थिएन यार। अब यहाँ हेरौँ के हुन्छ अब लास्ट कुरा बाँकी हो कि 57को चक्लेट किन्ने होइन। 57मा अरू चाहिँ त्यो उस गर्दाखेरि चाहिँ $3 गयो होला। अरू चाहिँ जे होस् 50,000को चाहिँ चक्लेट नै किन्ने भनौँ होइन। त्यही हो अब कपाल काट्नु जानुपर्छ। कपाल काट्न जाने चाहिँ कहाँ भन्दाखेरि अत्तपत्त छैन। लेसिया त्यो पनि यहाँ आउँछ, बाटो त खोलिहाल्छ पनि। के छ र लेट्स गो। अब हामीबाट जान्छौँ कपाल काट्नु। आज चिक्ना फेस देखाउनु पऱ्यो कपाल काटेर, यो फेसलाई हल्का अनि चाहिँ मालिस यस्तो क्रिम घसेर हल्का चिक्ना बनाउनु पऱ्यो कपाल युज गर्दाखेरि भनेर सोचिरहेको छु। लेसी हेरौँ के कस्तो हुन्छ। अब चाहिँ हामी कपाल काट्ने ठाउँमा आइपुग्यो है। तर यो हुन चाहिँ ग्लेनरोयमै हो, तर यहाँ छन् त नेपालीहरूको पनि पसल छ होइन। तर यहाँनिर चाहिँ राम्रो काटिदिन्छ। यो गोल्डेन यो के हो नाम हो, यहाँ चाहिँ राम्रो काटिदिन्छ भनेर भनेको थियो। त्यही भएर यहाँनिर आयो। त्यो नामै प्रोनाउन्सै गर्न आएन क्या। गोल्डेन के हो त्यो यार, गोल्डेन खालि प्रोनाउन्सिएसनै गर्न आएन होइन। यो चाहिँ राम्रो काटिदिन्छ भनेर साथीहरूले तर नेपाली पनि छन् त छ राम्रो काटिदिन्छ उनीहरूले पनि राम्रो काटिदिन्छ होइन। त्यही पनि यहाँनिर ट्राई गरिदिउँ न त के कस्तो छ भनेर यहाँनिर ट्राई गर्न आएको। अब ल हेरौँ त के कस्तो हुन्छ है त गाइस। खै टाइम लाग्छ के हो त्यो चाहिँ कस्तो हुन्छ भिडियो बनाउनु लिङ्क नदिने हो त्यो पनि अब हेर्नु पऱ्यो होइन। यस्तै रहेछ हेयर कट फ्रम 2025 त्यो भयो, हेयर कलर त्यो भयो यस्तो रहेछ। यस्तै छ। अब चाहिँ मेरो बनाउनु लागेको गाइस होइन। अलमोस्ट प्यान लगाइसक्यो। 20-25 सुरु छ। यस्तै छ प्राइस दामी काटिदिन्छ भनेर भनेको छ भन्न चाहिँ बेसी। कपाल गर्छ त्यहाँदेखि सक्नुहुन्छ तपाईँहरूले। यहीँ काटिदियो क्या कपाल चाहिँ, चुम्मै काटिदियो होइन, चुम्मै काटिदियो कपाल चाहिँ। आई डोन्ट एक्सपेक्ट द्याट होइन। आई डोन्ट एक्सपेक्ट द्याट फ्रम देम के। सानो कजी ठाउँ होइन, स्मल 2जना मात्रै अट्ने तर यस्तो बगाल काटिदियो। मैले त जिस्किन भने नत्र अरूले सिधै त्यस्तो काट्दैन नेपालीले काट्नु काट्छ। मैले नेपालीहरूलाई नराम्रो भन्न खोजेको चाहिँ होइन काट्नु चाहिँ काट्छ तर चाहिँ हुन्छ नि त अब अलिकति जे भयो राम्रै कट काट्थ्यो। मैले त्यस्तो उस्तै गरेको थिएँ। सेम प्राइस 20-25 लिन्छ त निहाल्छ। अहिले कार्डबाट तिर्ने भएको भएर 27 लियो होइन। सही हो। अब चाहिँ आजले मेरो भ्लग यति नै हो भने गाइज होइन। नेक्स्ट भ्लग चाहिँ आउँछ मेरो सुन्नै। त्यही हो
किप सपोर्ट मी गाइज है गाइज है किप सपोर्ट मी है त ल गाइज ल डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड सेयर माई भिडियोज थ्याङ्क यू सो मच गाइज